जीवनको यात्रा जतिकै सुन्दर हुन्छ प्रकृतिको काखमा गरिने यात्राहरू। आज म तपाईहरूलाई लैजानेछु एउटा रोमाञ्चक पदयात्रामा, जहाँ हर पहाडसँग एउटा कथा छ र हरेक पाइलामा नयाँ अनुभूति। आज हाम्रो यात्रा रहनेवाला छ धम्पुसबाट फरेस्ट क्याम्पसम्म, र यो यात्रामा मलाई साथ दिनुहुनेछ मेरा प्यारा हजुरबा, हजुरआमा र ठुलोमम्मीहरू। धम्पुसबाट यात्रा सुरु गरेर हामी सुन्दर गाउँ, हरियाली जङ्गल र हिमालको दृश्य पार गर्दै अगाडि बढ्दैछौँ। बेला बेलामा मैले मेरो हजुरबा हजुरआमासँग कस्तो अनुभव भइरहेछ भनेर सोध्दै पनि थिएँ। एकदम मजा, रमाइलो मोमेन्ट छ। पहिलो पाइला चाल्दा लाग्थ्यो अगाडि के कस्तो चुनौती पर्खिरहेको छ होला। बाटो साँघुरो थियो तर मन भने फराकिलो। प्रकृतिले दिएको हावा, हरियाली र शान्ति सारा थकाइ नै हराउने। त्यसमाथि मेरो मोटिभेसन। कुनै कुराहरू चाहिँ अनएक्सपेक्टेड नै भएको राम्रो हुँदो रहेछ। सो बेला बेला आफ्नो लागि पनि टाइम निकाल्ने गर्नुहोस्। अनि भोलि के छ र भोलि होइन, भोलि के छ र भोलि भनेर नबस्नु। जङ्गलको बाटो शान्त र हराभरा छ। चराहरूको आवाजले सँगै यात्रा गरिरहे जस्तो लाग्छ। हामी लगभग 3 घन्टा जति पदयात्रा गरेपछि चिया खाने ठाउँमा रोकियौँ र केही समयपछि फेरि हामी अगाडि बढ्यौँ। जति माथि जाँदै थियौँ त्यति चिसो हावाले छुँदै थियो र झरी पनि पर्ने सङ्केत देखिरहेको थियो। त्यसकारण मैले ज्याकेट पनि लगाएँ र रेनकोट पनि मेरो हातमा थियो। कहिलेकाहीँ थकाइ लाग्छ तर पहाड हेर्दा फेरि जोस आउँछ। यो ट्रेकमा आफूलाई प्रकृतिको नजिक पाउँछु। फोनको घन्टी छैन, भिडभाड छैन, केवल शुद्ध शान्त वातावरण। हामी थोरै अगाडि पुगेपछि मैले मेरो हजुरबुवा र आमालाई एउटा भिडियोको लागि प्रस्ताव राखेँ। जति माथि गयौँ हावा चिसो र ताजा हुँदै गयो। यत्रो सहरको दौडधुपपछि यस्तो शान्ति बिरलै पाइन्छ। हाम्रो गन्तव्य अझै टाढा छ तर यात्राको हरेक पाइला आफैमा सम्झना योग्य छ। फेरि सोध्छु, देखिएको हरेक पाइला कति मूल्यवान छ, जुन हामीले पछि सम्झनेछौँ। यो जङ्गल, यो हावा, यो थकाइ। हामी हाँस्दै थाक्दै घाम छाया खेल्दै अघि बढिरहेका छौँ। क्यामेरा कति बेला राख्ने कति बेला निकाल्ने, प्रकृतिले हरेक सेकेन्डमा नयाँ नयाँ सिनहरू झल्काइरहेका छन्। हावा चलिरहेको छ, रुखहरू हल्लिरहेका छन् र हामी मौन तर उत्साहित छौँ। यस्तो मौनता सहरमा कहाँ भेटिन्छ र? कहिलेकाहीँ बादलले बाटो ढाकिदिन्छ, तर के रमाइलो यात्रा सधैँ सिधा हुन्छ र? हिँड्दै गर्दा मलाई महसुस भयो प्रकृति कति विशाल छ, हामी कति साना। यहाँ न त भिड छ न त आवाज, तर हरेक पहाड, हरेक रुखहरूसँग आत्मा जोडिएको जस्तो लाग्छ। कहिलेकाहीँ थकाइले घोडा दुख्छ तर मन भन्छ अलिकति अझै, गन्तव्य टाढा छैन। मौसमले पनि यहाँ निकै साथ दिइरहेछ हामीलाई। बाटो यस्तो छ, यस्तो हिलो हिलो, यहाँ यस्तो हिलो कहाँबाट हुन्छ त? हेर त कहाँ सक्ने भ्याटेन हुन्छ के हुन्छ त्यसरी। फाइनली हामी चाहिँ आजको डेस्टिनेसनमा आइसकेका छौँ। अब अलिकति अगाडि मात्र छ। आज हाम्रो यहाँ हजुरबा आमाको हालत हेरौँ कस्तो फिल भइरहेछ? उहाँहरू थकित हुनुहुन्थ्यो तर एकअर्कालाई हौसला दिँदै हामी अगाडि बढिरह्यौँ। लगातार 8 घन्टाको यात्रापछि हामी फरेस्ट क्याम्प आइपुग्यौँ। आजको रात हामीले यहीँ बिताउने निर्णय गर्यौँ। अब भोलिको यात्रा हामी बिहानैबाट सुरु गर्नेछौँ। बिहानको खाजा खाएर हामी ठिक 6 बजे फरेस्ट क्याम्पबाट हाई क्याम्पतर्फ हिँड्न थाल्यौँ। गाउँको ताजा हावासँगै उत्साह पनि उस्तै ताजा थियो। कतिपय ठाउँहरूमा बाटो अलिक जोखिमपूर्ण थियो तर त्यही चुनौतीले यात्रा अझै रमाइलो बनायो। बिस्तारै जङ्गलको भ्यू हेर्दै हावा खाँदै हामी रेस्ट क्याम्पतिर लाग्यौँ। बाक्लो जङ्गलबीच शीतले भरिएको हावा र थोरै उज्यालोले यात्रालाई अझ रोमाञ्चक बनायो। केही बेरको यात्रापछि हामी रेस्ट क्याम्पसम्म पुग्न सफल भयौँ र मैले त्यहाँ सबैको अनुभव बुझ्न चाहेँ। कस्तो थियो सिँढी? आज सिँढी
माउन्ट एभरेस्ट चढे जस्तै भयो होला होइन हजुरलाई कस्तो लाग्यो साह्रै इजी लाग्यो हजुरबा हामी ऊ तल भन्दाखेरि यहाँ आएर के गर्दै सबभन्दा हार्ड भनेको मलाई र आमालाई आमा यो सिन देखाएर रमाइलो लागिरहेको होला नि त्यही त नि बानी पनि भएन नि त ओके ओके केही बेरपछि खच्चडहरू चरेको हेर्दै हामी पनि उकालोतिर लाग्यौँ। केही समय उकालो हिँडेपछि आमालाई थोरै गाह्रो भएको महसुस भयो। त्यस कारणले केही समयको लागि मैले उहाँको झोला लिगिदिएँ अनि हामी निरन्तर अगाडि बढ्यौँ। यहाँ कुनै पनि खाद्य पदार्थहरू चाहिएमा खच्चडमाथि राखेर लाने गरिँदो रहेछ। यो दृश्य देख्दा मनमा कता कता सिरिङ्ग भयो जस्तो अनुभव भयो। बाटोमा भेटिने हरेक यात्रु साथी जस्तै लाग्छ। सबैको एउटै लक्ष्य, एउटै उत्साह। केही बेरपछि हामी लो क्याम्प पुग्यौँ र मैले मेरो आमाको प्रतिक्रिया जान्न चाहेँ। कस्तो लागिरहेको लोकेम्यापी है अब कति घन्टा लाग्यो 4-5 घन्टा जम्मा है केही छैन यु क्यान डु इट यहाँ आइपुगिसक्यो भने सिधै आइपुगिहाल्यो नि होइन त जसले पदयात्रा गरेको छ उसले मात्र बुझ्छ बाटोमा पाइला चाल्दा आफैलाई भेटिन्छ भनेर। हामी यहाँ केही बेर बस्यौँ, थके मार्यौँ, चिया पियौँ अनि फेरि आफ्नो यात्रालाई निरन्तरता दियौँ। उकालो चढ्ने क्रममा आमालाई भने थोरै गाह्रो भएको महसुस भएको थियो भने हजुरबा भने निकै उत्साहित हुनुहुन्थ्यो। लभली कपल्स हेलो कपल्स हाय त्यही मौका पारेर हजुरबाको अनुभव बुझ्न चाहेँ। कस्तो फिल भइरहेछ अहिले अलिक टायर्ड फिल छ भाइ। जवानीमा यही बाटो कति सहजसँग हिँडेका थियौँ मध्ये हिमाल ट्रेक एकदम सजिलो लाग्थ्यो। अब त अलिक दिन उमेर ढल्किँदै गएकोले होला सायद अलिक गाह्रो जस्तो फिल भइरहेको छ है के भन्छ तर पास गरिन्छ पास त गरिन्छ होइन केही सजेसन आउनेलाई अब जे हो मान्छेले कुनै पनि ठाउँमा जानु छ भने अलिक समय छँदै उमेर छँदै हिँड्नु होला, रमाइलो गर्नु होला, नपर्खिनु होला। अनि डेस्टिनेसनको लागि मान्छे पुगेरै छुट्ने एउटा डेस्टिनेसन जाने ठाउँ डेडिकेसन चाहिँ हुनु पर्यो। त्यति पनि मान्छेलाई इच्छा आकाङ्क्षा हुँदा रहर छ भने पछि जाम्ला भनेर नबस्नु होला, गइहाल्नुहोस्, हेरिहाल्नुहोस्, जीवनको अनुभव लिइहाल्नुहोस्। थ्याङ्क यू भेरी मच। बीचबीचमा पानी पिउँदै थकाइ मेट्दै हामी प्रकृतिसँगको सम्बन्ध अझै गहिरो बनाउँदै अगाडि बढ्दै थियौँ। केही समय निरन्तर हिँडेपछि हामी बादल डाँडा आइपुग्यौँ जहाँ हामीले खाना खाने प्लान बनाएका थियौँ र आज भने म एकदमै थकित थिएँ। गाइस फाइनली हामी खाना खाने ठाउँमा आइसकेका छौँ। अब हेरौँ खाना खाएर नि कति फेरि निस्किन्छौँ हामी। हामी 1 घन्टा त यहाँ टाइम बिताउनेवाला छौँ अनि लेट्स चाहिँ कति पावर आउनेवाला छ खाना खाएर। यस्तो गाह्रो भएछ न मलाई। अब खाना खाने स्टेसन आछौँ। अलिकति कम भएको इनर्जीलाई यहाँ फुलफिल गरेर फेरि अर्को न्यू हाई क्याम्पको चाहिँ डेस्टिनेसनमा जाँदैछौँ। कस्तो भएको थियो नि खुट्टाको फिल यसो आउँदाखेरि उकालोमा? एकदम पर्फेक्ट छ। ठिक छैन? लाग्दै छ। खाना साधारण थियो तर स्वाद भने स्वर्गकै जस्तो लाग्यो। थकाइपछिको पेटभरिको खाना। हामीले खाना खाएर लगभग 1 घन्टा रेस्ट गरेपछि त्यहाँ हल्का बर्सात सुरु भएको थियो। त्यसपछिको यात्रा रेनकोट ओढेर सुरु भयो। धेरै पटक फोटो खिच्दै रमाउँदै अघि बढ्यौँ किनकि यहाँको दृश्य आँखाले हेरेर मात्र होइन मनले महसुस गर्ने खालको थियो। केही समयको यात्रापछि चौरीलाई देख्यौँ जुन पानीमा भिजिरहेको थियो। जति जति हामी माथि जाँदै थियौँ तलको भ्यू भने खुल्दै गएको थियो। अबको लक्ष्य हाई क्याम्प। केही घन्टा अझै बाँकी छ तर मन भने पहिल्यै पुगेको जस्तो लागिरहेको छ। केही समय कठिन बाटो र झरीको सामनापछि हामीले थकै मार्ने निर्णय गर्यौँ अनि रमाइलो गर्यौँ। दुईनाले बन्दुक मृगलाई ताकेको, मृगलाई मैले ताकेको होइन मायालाई डाकेको। केही समयको रमाइलोपछि हामीले फेरि हाम्रो यात्रालाई सुरु गर्यौँ। बाटो मुनि मुस्कुराइरहेका लालीगुराँसहरूले मलाई नजिक जान बाध्य बनाए। दृश्य यति मनमोहक थिए कि मलाई त्यो ठाउँ छोडेर जानै मन थिएन।
अब गन्तव्य नजिक छ। थकाइलाई जित्दै अगाडि बढ्नुपर्ने समय यही हो। पछाडि फर्केर हेर्दा जुन बाटो हिँडेर आएको थिएँ त्यो विश्वासै लाग्दैन। जहाँबाट सुरु गरेँ त्यो टाढाको जङ्गल अब सानो देखिन्छ, तर त्यही बाटोले मलाई यहाँसम्म ल्याएको हो। कहिलेकाहीँ बादलले सबै ढाकिदिन्छ अनि अचानक खोल्दा यस्तो दृश्य देखिन्छ कि झिमिक्क गर्न मन लाग्दैन। मानव प्रकृतिको आफ्नै नाटक चलिरहेको छ। गन्तव्य पुग्नु अघि देखिएको यो दृश्यले नै मन जित्यो। यस्तो लाग्थ्यो सारा यात्रा यही दृश्यका लागि थियो। थाहा छ गन्तव्य अझै केही पाइला टाढा छ, तर यो एक झल्कोले नै सबै थोक बिर्साइदियो। हावा चिसो छ, दृश्य शान्त छ। यस्तो लाग्छ हिमालले स्वागत गरिरहेको छ। यात्राभरि हरेक मोडमा दृश्य फेरिन्छ। प्रकृतिले कहिले एकनास दृश्य देखाउँदैन। धेरैले फोटोमा मात्र हेर्ने यी दृश्यहरू म प्रत्यक्ष अनुभव गर्दैछु। सोच्दैछु म कति भाग्यमानी। शान्त प्रकृतिमा आफ्नै आवाज पनि गहिरो लाग्छ। म आफैलाई बुझ्न खोजिरहेको छु। म त्यही बाटो हुँदै अगाडि बढ्दैछु जहाँ मेरो गन्तव्य छ। थकाइ, पसिना अनि सङ्घर्षपछि म आजको गन्तव्यमा छु। हामी चाहिँ अब आइसकेको छौँ खाना ठाउँमा। आज होटल पुरै बुक भइसकेको रहेछ। अब मजाले यहीँ सुत्दिने हो, डाइनिङमै सुत्दिने हो। अब ठाउँ छैन त होइन, बाहिर सुत्ने भन्दा नि यहीँ मच बेटर हुन्छ नि त। होप सो हजुरहरूले भिडियो इन्जोय गरिरहनु भएको छ होला। भोलि चाहिँ हाम्रो बिहान उठेर 3 बजे उठेर जाने प्लान भएको छ। होप बादल खुल्लियो भने बहुत मजा आउँछ। अदरवाइज अलिकति डिसपोइन्टमेन्ट चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। यहाँसम्म आइसकेपछि प्रार्थना गरौँ कि बादल खुल्लियोस् होइन त। त्यस्तै हो, खुट्टा चाहिँ अलिअलि दुखेको छ। जे होस् आज चाहिँ चाँडै डेस्टिनेसनमा आइयो हामी होइन त। थ्याङ्क यू सो मच हेल्प गर्नु भएकोमा है त। यो क्षण पर्खेको थिएँ र जब आयो महसुस भयो पर्खाइ सार्थक थियो। देख्न सक्नुहुन्छ भ्यू कति रोमाञ्चक रहेको छ भनेर। Oh my god, you wanna see the view? Oh, yeah, tani kulliya. You can see here. Oh my god, this is good. Oh my god. You say better. Ama yaunu. Azu bhai yaunu. Azu yatapati yaunu yatapati. Chira yaunu. Azu yata yaunu. Can you guys take a photo for us? जसरी मर्दी हिमालको तेस्रो चोटि पनि पास गराइयो र राम्रो भ्यू पनि देखियो। यो सबैलाई सफल भएकोमा यहाँ आउनलाई एकदम म हार्दिक अनुरोध गर्दछु। मर्दी हिमाल एउटा बेस्ट डेस्टिनेसन भएको छ ट्रेकिङको लागि। धन्यवाद, सबै आउनु होला। ए कसले फोर बनायो? यो कसले फोर बनायो? हाँसेको त मङले बोलाउनु पर्यो। ए फोर गर्ने ठाउँ हो यो, फोर गर्ने ठाउँ हो यो। यस्तो राम्रो ठाउँ यहाँ फोर गर्ने हो। आशेको तामाङलाई बोलाइहालौँ, यो फोर गर्ने ठाउँ होइन। हामी भोलि जाने चाहिँ ट्रेक चाहिँ यो टुप्पो डाँडामा हो। एन्ड देन आज चाहिँ हामी यहाँ छौँ। सो क्यान सी दिस। त्यहाँबाट भ्यू चाहिँ एकदम लगभग सेमै हो, बट त्यहाँबाट चाहिँ यो डाँडा देखिँदैन, यसको डाँडाबाट त पुरै हिमाल देखिन्छ भन्ने मात्रै हो। अब राम्रो भ्यू देख्न पाइदिन्थ्यो फेरि। आजको दिन हिमालको छायामा ढल्यो। अब यो सम्झनासँगै निदाउनेछु। शुभरात्रि। भोलि बिहान 3 बजे उठेर फेरि यात्रा सुरु गर्नेछु। 3 बजे नै उठेर हिँड्न थालियो। थकाइ थियो तर शिखरले बोलाएको महसुस भइरहेको थियो। मेरो साथमा हजुरबा हुनुहुन्थ्यो र हामी दुवैजना सँगै भ्यू पोइन्टतिर लाग्यौँ। केही बेर हिँडेपछि मन टक्क अडियो। अगाडि माछापुच्छ्रे हिमाल थियो। सूर्योदय हुने समय 5:24 भनेर हामी चाँडै हिँड्दै थियौँ। लगभग 1.5 घन्टाको हिँडाइपछि हामी भ्यू पोइन्ट पुग्न लाग्यौँ। मनमा छुट्टै खुसी थियो।
हामी 9-10 जना काटेर हामी आइसकेका छौँ। माथि पुग्दा समेत कुहिरो नहट्दा थोरै डिसपोइन्टमेन्ट भन्ने भएको थियो। यु क्यान सी द भ्यू। यत्रा भ्यू केही देखिएन। थाकेको शरीर, दुखेका खुट्टा, पसिनाले लतपतिएका शरीर, तर सन्तुष्टि अपार छ। गन्तव्यमा पुगे। हामी भ्यू पोइन्ट पुग्दा चिया पाकिरहेको रहेछ। हामीले पनि 2टा चिया अर्डर गऱ्यौँ। चियाको चुस्कीसँगै हजुरबुवा नाति हिमाल खुल्ने प्रतीक्षामा थियौँ। मानिसहरू चुपचाप बसेका छन्, नजर एकै ठाउँमा। हावा चलेको छ, चिसो छ, तर पनि सबैको मुहारमा उत्सुकता छ। मानिसहरू नाचगान गर्दै हिमाल खुल्ने प्रतीक्षामा थिए। आधा घन्टाको पर्खाइमा पनि हिमाल नखुलेपछि हामीले फर्किने निर्णय गर्यौँ। थोरै निराश छु, तर प्रकृतिको खेल हो यो। कहिलेकाहीँ नदेखिने कुराले पनि धेरै सिकाउँछ। हामीले हिमाल पुरै नखुले पनि आफू आएको बाटो हेर्दै, दृश्य हेर्दै, अवलोकन गर्दै धेरै रमाइलो गऱ्यौँ। हामी त्यहाँबाट यस्तरी घुमेर आएको रहेछ, पत्तै नै हेर्न। त्यहाँ यस्तो वहाँ भएबाट त्यहाँबाट यस्तरी घुमेर माथि आउने, त्यहाँबाट सिधै आएर सिधै हुँदै त्यहाँबाट नि यता आउने, त्यहाँबाट हुँदै फेरि माथि तर अनि फेरि माथि जाने। यो जीवनको सबैभन्दा ठुलो अनुभवमध्ये एक बन्यो। अब हामी बिस्तारै होटलतर्फ लाग्दैछौँ। अब नास्ता खाएर 9 बजीतिर हाम्रो यात्रा फेरि सुरु गर्नेछौँ। हामी खाजा खाएर घरतिर फर्किन लाग्यौँ। आजको हाम्रो यात्रा रेस्ट क्याम्पमा गएर टुङ्गिनेछ अनि भोलिबाट फेरि हामी पोखरा लाग्नेछौँ। आज बाटो खुल्ला भएको छ। हामी सहजै अगाडि बढिरहेका छौँ। बादल खुलिएको कारण यो त्यही बाटो हो भनेर पत्यार लागिरहेको छैन। सबै फरक हो कि जस्तो लागिरहेको छ। यसैबीच जाँदा एकदम थकित हुनुभएको मेरो हजुरबुवा र आमालाई आजको अनुभव सोध्न मन लाग्यो। आमा, अस्ति आउँदा धेरै गाह्रो भएको थियो होइन? त्यो आज भ्याएर आउँदा कस्तो भइरहेको फिल? जीवनका राम्रा कुराहरू सजिलोसँग पाइँदैनन्। अनुभवले नै साँचो मूल्य सिकाउँछ। हामी बिस्तारै अगाडि बढ्यौँ। कुहिरोहरूले बाटो लुकाए पनि हाम्रो कदम अडिएको छैन। थकाइले जिउ चर्किएको छ। अब रेस्ट क्याम्पमै विश्राम गर्नेछौँ। बाँकी यात्रा भोलि सुरु गर्नेछौँ। आजको बिहानी हिमालको मनमोहक दृश्यसहित सुरु भयो। अब हामी नास्ता खाएर बिस्तारै कालीमाटीतर्फ लाग्छौँ। हामी कालीमाटीमा रहेको इको भिलेजमा आइपुगेका छौँ। यहाँ केही खाएर अनि हामी पोखरातर्फ लाग्नेछौँ। गाडी देखेर बच्चाहरू रोडमा आएको देख्दा आफ्नो बालापनको याद आयो। फेरि कहाँ आउँछ र घुमेर त्यो बालापनको उमेर। हामी घलेल हुँदै झरना रहेको ठाउँतर्फ लाग्यौँ।
हामीले मुक्तिनाथको झरना हेरेका थियौँ अघिल्लो वर्ष, बट यो त आई थिङ्क यो त त्योभन्दा पनि ठुलो छ होला है। छैन है, ओ माइ गॉड। तर हेर्नु न, आकाशबाट आइरहेको छ, देखिरहेको छ। त्योभन्दा पनि माथि पनि छ, त्योभन्दा नि अझै माथि पनि छ झरना। यु क्यान सी हियर। ओ यहाँनिर हेर्नु त, यहाँ नै आइरहेको छ। त्यहाँबाट झर त्यहाँ आइपुग्यो, त्यहाँबाट नि यहाँ बल्ल यहाँ यस्तरी यहाँ। प्रकृतिको काखमा बिताएको अविस्मरणीय क्षणहरू सम्झिँदै अब घर फर्किएका छौँ। शरीर थाकेको थियो, तर मनले त्यो थकानलाई पनि प्रेम गर्यो। यो यात्रा अविस्मरणीय रहनेछ। यो भिडियो यहीँ समाप्त हुन्छ। आशा छ हजुरलाई मन पर्यो होला।